3 बजेदेखि होला कि सेल लगाउनु त लाउँछ यहाँ देब्रे हातले मुछिरहेको छु सेल तपाईँलाई रोटी पोल्न आउँदैन आमा यहाँ हेर्नु मैले पोलेको रोटी रोटीको खिचन पकाइदिनुपर्छ ओइ थोरै My YouTube channel and happy भाइटिका अहिले चाहिँ यहाँ मेरो चाहिँ भाइटिका छैन किनकि मेरो भाइहरू यहाँ छैन त्यही भएर म चाहिँ भाइटिका यसपालि लाउँदिनँ र यहाँ मेरो बहिनीको छोरा र छोरीको चाहिँ टिका लाउँदैछ हेर्नु होला कसरी दाहिने यसरी ल यता फर्किनु पर्ने यो कुन देब्रे हातले पो गरेछ यो हातले त्यो हातले दियो न त्यो आमा यो छोड्दा यो एउटा आमा हात दियो यो यसरी अब भयो फुल घुमाइदिने यसरी यसरी ल यहाँ चाहिँ ढोकिदेऊ दादालाई टिका लाउँदैछ ल अब टिकी लु टिकी लगाइदेऊ अब खै यो राख्नु अब यहाँ आमा दियो यसले आफै टिका लाउँछ अब पा खुवाइदेऊ पा यी दादालाई पा खुवाइदेऊ ल यो सफा पानी हो पक्रे कि पक्रेन ल ल खाए जस्तो मात्रै गर ल भयो ल अब टिकी अब यो लगाइदेऊ यो म दिन्छु है त्यो होइन यो आफू आमाले देखाउँदैछ ल यहाँ चाहिँ टिका लाउँछ दादालाई टिका लगाइदेऊ अब दादालाई लगाइदिने है यो बाक्लो भइसकेछ यो बाक्ले त्यो रुईको उयो छैन त्यसले लगाइदिनु न पानी अलिकति सबै लगाइदिनु जाम भइसकेछ अलिक पानी लाउनु न यसकै पानी हाल्छु एकछिन पकाउँ खै माया गर दादालाई पैसा पनि दिन्छु नि एकछिनमा है ह्याप्पी टु यु यसो लगाइदिन्छु एकछिनमा है अनि टिकी लगाइदिनु छ टिकी दादालाई ल नानी म सिकाउँछु यी फेरि म पैसा दिनु न पानी हाल्नु ह्याप्पी बर्थडे टु यु भन्दैछ हेर्नु न यहाँ यता आमा दादालाई टिका लगाइदिए न खै आमा आउनु त छिटो टिका लगाइदिनु त यसलाई सिकाउनु न बसी गर यहाँ बसी गर टिका लाउने होइन बुने यस्तो ला 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 यस्तोमा यतै बसेको आमा आउँछ अनि त्यो लाइट हुन्छ
ल आमा आउनु छिटो यो पक्ड यो पक्रिने कान होइन थ्याङ्क यू भन आमालाई दे त यहाँ दादालाई टिका लगाइदेऊ यहाँ यसरी गर उठी उठी गर उठी लु दादालाई यो यसरी गर टिका लगाइदेऊ गुबी गुबी लु यो हात यसरी जिया उठी उठी गर तिमी जेली सुगा नानी के लगाइदिएको दादालाई टिका लगाइदिएको ए फेरि एकचोटि यसरी अब पिङ्क लगाइदेऊ वाइट निउरा तिमी निधार खुन्छौ नखुन्छौ निदा जेनिसले हात थापेको खै थाप्नु परेन अब एकछिन पकाएको भएको छैन के नानी यहाँबाट कुन हाल्ने कुन यो कुन अरे यो रे ए, यो यो ल लु उठ अब उठ यो हालिदिने टिकी टिकी भन यहाँ राख अब यो अब कुन अब आको अब यो यो लु, तिमीले उठाउनु त काम यो एकछिन खायो भने उठाइया भन्छु भाइ गर्नु पर्दैन के लगाइदेऊ न लु यहाँ लगाइदेऊ है दादा राम्रो भयो नानी राम्रो भयो अब कुन कुन यो ग्रिन भन यो कि यो ग्रिन भन यो रे रातो रे रेड भन नानी लु उठ नगौ यसरी टिकी टिकी भन कुन अब यो येल्लो येल्लो कि ब्लू लु, यो लगाऊ यो यो पिङ्क लगाइदेऊ लगाइदेऊ टिकी 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 भन अब यो यो रे यो पहेँलो रे यसले यहाँ एकै ठाउँमा लागेछ निलो रे होइन लु यो लगाइदेऊ ब्लू है भयो अब यहाँ पहिलो कुन हाल्ने अब यो रातो यो त यो हालौँ न लु हालिदेऊ यो पक्ड तिमीले पो लगाइदिने हो त ल पक्ड बहिनीलाई लु अब माला लगाइदेऊ अब माला खै लाइ माला लाइ यो यहीँ राख अहिले अब ए माला लगाऊ नानी माला लगाइदेऊ दादालाई उठी गर उठी गर अब नानीलाई बहिनीलाई पनि लगाइदिन्छ बुनु उठी गर अनि दादालाई माला लगाइदेऊ कुन यो लु बुन दादालाई माला लगाइदेऊ ल अनि बहिनीलाई पनि लगाइदेऊ ल लु लगाइदेऊ बहिनीले टिका लगाएको छैन यता लु जिया गर बहिनीलाई खुट्टामा ढोग बिस्तारी टिका जान्छ लु बहिनीले जिया गरिदेऊ लु पैसा देऊ बहिनीलाई नानी पैसा लियो पैसा नानीलाई पनि टिका लगाउने अब एकछिन पख लगाइदेऊ बहिनीलाई टिका सिधा हाल्ने रे फर्स्टमा लु टिका यहाँ सिधा हाल्दे खै यो त फोर छ को लाउँछ यस्तो फोर फोरमा त फोर्छ अरे म गरिदिन्छु लु बहिनीलाई बुनीलाई पनि टिकी टिकी खै टिकी टिकी ल यहाँ हेर टिकी सिधा हेर नानी सिधा लामो ए भएन र हुन्छ दुध बुइनी कस्तो छोप उ गर त कट्टु देखेछ ए यसरी जानु बुनु सिधा टिकी टिकी लाउने डुली डुली जाने नानी डुली जाने फेरि पिङ जाने अहिले हामी पिङ लगाइदेऊ पिङ हेर न कस्तो
नानीलाई यो यो लु पिङ मात्रै लगाइदियो अरे पिङ लगाइदेऊ सिधा 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 होइन भयो मलाई त अब बुइनीलाई लगाइदिन्छ अरे लु लगाइदेऊ अरू अरू कलर कुन लाग्यो मान्छे भयो अब आक्कै कलर अब आक्को कलर अब पिङ्क कलर लाउने ल पिङ लगाइदेऊ छिटो हस् हस् भन लगाइदेऊ न जेनिस हस् भन न ओके हस् भन हो त्यसकै माथि लगाइदेऊ त्यसको यो जेनिस पनि सिधा हल्लेको गर्छ ए त्यस्तो नगर ल भयो यो लगाइदेऊ बिचमा यहाँ बिचमा ल भयो 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 अब यो लगाइदेऊ अरे लु यो लगाइदेऊ कहाँ यहाँ यस्तो अँ अलिक मजाले लगाइदेऊ भयो यो त यो लगाइदेऊ यो त त्यो पो देख्यो त भारत माता यो लगाइदेऊ हल्लेको गर्छ माथि लगाइदेऊ माथि लगाइदेऊ छिटो लु सिधा लगाइदेऊ हुन्छ ठक ठक सबै कलर मिक्स भयो नि त यसमा कहाँ लास्टमा भयो कि आमा भयो धेरै लाउनु पर्दैन लु ल खै यो पनि लगाइदेऊ पिङ्क यो मुनि लगाइदेऊ आँखा Oh my God. कति टिका लगाउनु खोज्यो तल नाकसम्म लु माला लगाइदेऊ अब खोइ बुइनीको माला होइन बुइनीलाई फुल लगाइदेऊ यो कसको बुइनीको बुइनीकै हो खोइ बुढी यता सबै कलर लगायो सबै ल लगाइदेऊ एकछिन पछाडि टिकटक गर्नु बुइनीलाई यो लगाइदेऊ जेन्स फोन तान ल दादाले लगाइदिन्छ हो दादा ल्याउ यहाँ लगाइदेऊ यसरी कहाँ यसरी कहाँ यहाँ हालिदिउँ होइन कानमा वाउ काममा राम्रो देखिन्छ राम्रो देख्दैन कपालमा यस्तो लगाइदेऊ लु नानी फुली लाउने फुली फुल दादा लगाइदिँदैछ जिया गर हल्ला न नहालिन एकछिन एकछिन आएर भइहाल्छ त बिस्तारी लगाइदेऊ बिस्तारी ए फुल पनि कस्तो फुलेर भएको छ अब ए मुख लाउनु हुँदैन जुठो चोखो लाउनुपर्छ नआयो भने वाउ ए ल सिधा बस छिटो खान दिइहाल खोइ खा ल खाम पैसा जिया गरिदेऊ पैसा जिया गर यसरी जिया गर्न दादालाई अब के छ नानी हेर त त्यहाँ पैसी होला अहिले खोल्नुहुन्छ मामालाई पनि जिया गर कति छ नानी पैसा ला 505 500 ए 1 रुपियाँ पो होला त्यो आमालाई दिने कि मम्मीलाई मम्मीलाई दिने आमालाई नदिने खै नमस्ते मामा अनि टिका जस्तो ह्याप्पी तिहार भन खै मामालाई नमस्ते गर नानी ल राखी गर त्यही पैसा राखी गर यहाँ ल मामालाई ह्याप्पी तिहार भन ह्याप्पी तिहार नमस्ते यहाँ चाहिँ भाग लाग्दैछ सबैको लागि यो मैले बहिनी यो आमाको लागि यहाँ सेलरोटीहरू छ साथीको लागि यो मैले बहिनीलाई हेरेँ यता पनि सेलरोटी छ लानुको लागि सबै रेडी छ यो सबै कोसेली हो लानुको लागि सेलरोटी बचेको भनेको यहाँ यति छ ल अब हामीले चाहिँ खाइसिद्धायौँ सबैले यतातिर पनि खाँदैछ हाल्दैनौ त्यसमा एउटा ग्लासमा जेनिसलाई नि जेनिस खाँदैछ यहाँ आमा खाँदैछौँ त्यहाँ बसेर यहाँ धमाधम खाँदैछौँ थ्याङ्क यू सो मच गाइस फर वाचिङ माई भिडियो एन्ड जस्ट लाइक एन्ड सब्सक्राइब हजुरहरूको तिहार कस्तो भयो होला कमेन्ट गर्नु होला हाम्रो त राम्रै भयो यस्तै हो दुःख सुख भातै